यसरी वरिपरि सामानहरू राखेर चाहिँ मैले के चाहिँ बनाउन लागे त आउनु सँगै बसेर हेरौँ है। मलाई चाहिँ एकदमै क्याट मनपर्छ। हजुरहरू पनि को हुनुहुन्छ त क्याट लभर? हेलो एभ्रिवान, नमस्ते, वेलकम माई मिनी ब्लग। र आज चाहिँ हाम्रो घरमा धान रोप्नु छ, त्यही भएर चाहिँ म चाहिँ खाना बनाउँदैछु र खानामा चाहिँ म के बनाउँछु भनेर हजुरलाई देखाउने छु। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। म चाहिँ उल्लाबारी बस्छु नि त, धान रोप्ने भनेकोले चाहिँ म बिहानै आएको थिएँ। मम्मीहरू चाहिँ सबैजना खेतमा गइसक्नु भएको थियो, त्यही भएर आएर चाहिँ म हतार खाना बनाउन लागेँ। म घरमा आएको बेला चाहिँ प्रायः जस्तो आगोमै खाना बनाउँछु, किनभने मलाई चाहिँ आगोमा बनाएको चाहिँ एकदमै मनपर्छ। खाना मिठो पनि हुन्छ, रसिलो, त्यही भएर म आगोमा खाना बनाउँछु। मम्मीले चाहिँ बिहानै करेला काटेर रेडी गर्नुभएको रहेछ, तर एकदमै ठुल्ठुलो चाना बनाउनु भएछ क्या। मलाई चाहिँ ठुल्ठुलो चाना पारेको मन पर्दैन, फेरि आफै सानो सानो पारा काट्दैछु। म चाहिँ बिहान उठ्न बित्तिकै हिँडेको क्या, अनि कस्तो भोक लागिरहेको थियो। अनि मैले भाइ भोक लाग्यो भने भाइले चाहिँ चाउचाउ छ दिदी खानु भनेर चाउचाउ खाँदै भाइसँग कुरा गर्दै चाहिँ म सब्जी काट्नु थालेँ। मम्मीले चाहिँ त चना पनि भिजाउनु भएछ र आलु पनि उसिनिदिनु भएछ। अनि यसको चाहिँ के बनाऊँ त भनेर मैले ठ्याक्क सोच्दै थिएँ क्या। चट्ट सोच्दै चाहिँ मलाई ठ्याक्क आइडिया आइहाल्यो। त्यही भएर मैले आलु र चनाको चाहिँ ग्रेभी बनाइदिन्छु भनेर ग्रेभी बनाउन लागेँ। थोरै चाहिँ मैले अचारको लागि पनि राखेको थिएँ। यता चाहिँ यस्तो मजाले तीन आमा छोरा छोरी भएर चाहिँ कस्तो मजाले बसिरहेछन् भने नि, खेल्दै क्युट बच्चाहरू छन्, यति राम्रो छन् कि। अनि यता चाहिँ मैले अचारको लागि सबै सामानहरू रेडी गरेँ नि त। अनि त्यसपछि अचार बनाउनतिर लागेँ। यो अचार बनाउँदै गरेको भाँडालाई चाहिँ हजुरले इग्नोर गरेर हेरिदिनु होला। सो फाइनली अचार चाहिँ एकदमै मिठो भएको थियो साथीहरू। खानाहरू चाहिँ मैले सबै यसरी रेडी गरेँ। त्यसपछि चाहिँ दिदीभाइ भएर चाहिँ खेततिर लगेर गयौँ खाना। भिडियो चाहिँ यति नै भयो साथीहरू, हस् त, बाई बाई।